हेलो साथीहरु, स्वागत छ तपाईहरुलाई फिल्म इन्टरटेनमेन्ट युट्युब च्यानलमा। साथीहरु, महानायक राजेश समाल सर अभिनीत चलचित्र नरसिंह अवतार आजबाट देशव्यापी रूपमा प्रदर्शन भइसकेको छ र यो फिल्म मैले हेरेर आइसकेको छु। यो फिल्म कस्तो बनेको छ, राजेश समाल सरको 8 वर्षपछिको कमब्याक कस्तो छ, यो फिल्मको बारेमा आज हामी चर्चा गर्न गइरहेका छौं। भिडियोलाई पुरा हेरेर साथ दिनु होला। यो फिल्ममा महानायक राजेश समाल सर सँगसँगै राज कटुवाल, सनिसा भट्टराई, नीति शाह, सरोज खनाल, निर शाह आदि कलाकारहरूको मुख्य भूमिका रहेको छ। फिल्मको सुरुवात हुन्छ एउटा परिवारबाट जुन परिवार चाहिँ घर अर्थात शहर छोडेर भाग्न लागेका हुन्छन्, तर उनीहरूलाई घरमै रोक्छन् त त्यहाँका डन, जसको हातमा पुलिस प्रशासनदेखि लिएर हरेक मन्त्रीसम्मको पावर भएको हुन्छ। उसको नाम हुन्छ देवेन्द्र प्रताप सिंह, जसले चाहिँ पुरै शहरलाई नै कन्ट्रोल गरिरहेको हुन्छ र उनले हत्या हिंसादेखि लिएर विभिन्न कुराहरू गरिरहेको हुन्छ। र उसको केटा र भाइ त्यो घरमा पुग्छ र भाग्न लागेका ती 3 जना परिवारलाई रोक्छन् र ती भाग्न लागेको परिवारसँग देजेन्द्रको भाइ र गुण्डाहरूले आफूसँग लिएको 2 करोड पैसा फिर्ता माग्छन्। तर ती परिवारले भन्छन्, हामीले जम्मा 2 करोड मात्र लिएको छौं, अहिलेसम्म 3 करोड तिरिसकेका छौं, तर पनि तिमीहरूको ऋण सिद्धिएको छैन। तब देजेन्द्रको भाइले कि यो 2 करोड पैसा तिर कि यो घर हाम्रो नाममा राख्दै, न त तेरो परिवारलाई मारिदिन्छु भन्दै धम्की दिन्छन् र त्यो परिवारले तमा देजेन्द्रको नाममा त्यो घर गरिदिन्छन्। तर देजेन्द्रको भाइको आँखा त्यो परिवारको छोरीमाथि जान्छ र त्यो छोरी र साथै आमालाई देजेन्द्रको भाइ र अरु गुण्डाहरूले त्यो आमा छोरीलाई बलात्कार गरेर 3 जनालाई घरमा झुन्ड्याएर मारिदिन्छ। त्यसपछि एन्ट्री हुन्छ महानायक राजेश समाल सरको। राजेश समाल सरको एन्ट्री निकै नै गजबको देखिएको छ। त्यस्तो मारधार एक्सनमा उहाँको एन्ट्री छैन। राजेश समाल सोफामा खुट्टा तन्काएर बसिरहनु भएको हुन्छ र क्यामेरा राजेश समालको खुट्टाबाट अनुहारसम्म पुग्छ र राजेश समालको एन्ट्री देखाइन्छ। त्यसपछि एन्ट्री हुन्छ नरसिंह अवतारको। देजेन्द्रको एउटा गुण्डालाई नरसिंहले समातेर लिएर जान्छन् र एउटा कोठामा थुनेर हम्मरले हान्छन् र त्यो सबै क्रियाकलापहरू त्यहाँ रेकर्ड गरिएको हुन्छ र सबैको सोशल मिडियामा लाइभ नै चलिरहेको हुन्छ। र नरसिंह अवतारले हम्मरले हानेर देजेन्द्रको गुण्डाको घाँटी काटिदिएको भिडियो सोशल मिडियामा भाइरल हुन्छ। र देजेन्द्र प्रताप सिंहको पावर मन्त्रीसम्म भएको कारणले गर्दाखेरि देजेन्द्र प्रताप सिंहले गएर मन्त्रीहरूलाई यो नरसिंह अवतारको खोज तलास गरेर मलाई 2 दिनभित्रमा दे, न त सरकार ढाल्दिन्छु भन्दै धम्की दिन्छ। र त्यसपछि सुरु हुन्छ नरसिंह अवतारको खोजी कार्य। तपाईलाई जानकारी गरौँ, महानायक राजेश समाल सरले यो फिल्ममा एसएसपी को भूमिका निर्वाह गर्नुभएको छ र यो केसको इन्भेस्टिगेसन गर्नको निम्ति अभिनव प्रताप शाहलाई बोलाइन्छ, अर्थात महानायक राजेश समाल सरलाई। र अभिनव प्रताप शाहले यसको इन्भेस्टिगेसनको जिम्मा लिन्छन् र इन्भेस्टिगेसन सुरु गर्छन् र सुरु हुन्छ नरसिंह अवतारको खोज तलास। अब अभिनव प्रताप शाहले नरसिंह को भनेर पत्ता लाउँछन् कि लाउँदैनन्, या अभिनव प्रताप शाह नै नरसिंह हुन् या अरु कोही नै नरसिंह हुन्, त्यसको लागि चाहिँ हामीले फिल्म नै हेर्नु पर्नेछ। म तपाईहरुलाई पुरै फिल्मको कथावस्तु नि यहाँ बताउँदिन, किनभने मैले नै फिल्मको बारेमा पुरै बताइदिए भने तपाईहरुलाई फिल्म हेर्न केही पनि मजा आउँदैन। फिल्मको हाफ टाइम सम्मको बारेमा चर्चा गर्ने भने हाफ टाइम सम्म ठिकठिकै फिल्मले पिकअप लिइरहेको हुन्छ, किनभने हाफ टाइम सम्म त्यति खासै जब राज कटुवाल र सनिसाको एन्ट्री हुन्छ तब अलि बोरिङ जस्तो फिल हुन्छ, किनभने राज कटुवाल चाहिँ सनिसाको पछाडि लागेका हुन्छन् र सनिसाले राज कटुवाललाई इन्कार गरिरहेका हुन्छन्। तर राज कटुवाल किन सनिसाको पछाडि लागिरहेका छन् भन्ने पुरै कुराको खुलासा चाहिँ हाफ टाइम पछाडिको सिनहरुमा देखाइएको छ। त्यसपछि हाफ टाइम सिद्धिसकेपछि फिल्मले छुट्टै रूप लिन्छ। हाफ टाइम पछि 2टा ब्याक स्टोरी देखाइएको छ। एउटा स्टोरी हुन्छ महानायक राजेश समालको भने अर्को स्टोरी हुन्छ राज कटुवालको। अब उनीहरुको ब्याक स्टोरी के छ त्यसको लागि पनि हामीले फिल्ममै हेर्नु पर्ने हुन्छ। र इन्टरभलको बारेमा चर्चा गर्ने भने हाफ टाइम इन्टरभल पनि मलाई त्यति खासै विशेष चाहिँ लागेन, तर त्यो भन्दा राम्रो चाहिँ क्लाइमेक्स छ। क्लाइमेक्समा जुन किसिमको राजेश समालको एन्ट्री हुन्छ त्यसले तहल्कै पिटेको थियो भन्दा फरक नपर्ला। विशेष गरी हे भन्ने डाइलेक्टले पब्लिकहरुको सिटी र तालीको प्रसाद नै पाएको थियो र त्यसपछि त झन् राजेश समालको डाइलेक्टले तहल्कै पिटेको थियो भन्दा फरक नपर्ला। क्लाइमेक्स ठिकठाकै छ, जति अझै राम्रो हुन सक्थ्यो होला, तर जति पनि देखाइएको छ त्यसलाई खासै नराम्रो भन्न मिल्दैन। र हाफ टाइम पछिको जुन ब्याक स्टोरी छ त्यसले अलिकति भावुक पनि बनाउँछ, कतिजना दिदीबहिनीहरू रुँदै पनि हुनुहुन्थ्यो। क्लाइमेक्स र इन्टरभललाई अलिकति मेहनत गर्न सकिन्थ्यो, यदि मेहनत अलिकति बढी भइदिएको भए अझै फिल्म राम्रो बनेर। एक्टिङको बारेमा चर्चा गर्ने भने महानायक राजेश समाल सरको त के कुरा गर्नु, 8 वर्षपछि पनि उहाँको एक्टिङ निकै नै गजबको देखिएको छ। अरु कलाकारहरूको पनि ठिकठाकै देखिएको छ। राज कटुवालको पनि ठिकठाकै देखिएको छ, जति हुनुपर्ने त्यतिको देखिएको छैन। सनिसाको पनि ठिकै देखिएको छ। र अर्को छुटाउनै नहुने एक्टिङको बारेमा कुरा गर्ने हो भने चाहिँ निर शाह सरको। वाह, क्या एक्टिङ छ। छोटो छ उहाँको भूमिका, त्यति धेरै देखाइएको छैन, तर उहाँको एक्टिङ, त्यो आवाज हुन्छ नि एकदम वजनदार आवाज, त्यसले पुरै मनै खुसी बनाइदियो भन्दा पनि फरक नपर्ला। निकै नै गजब छ। सरोज खनाल अरूहरूको पनि एक्टिङ राम्रो छ। भिलेनहरूको एक्टिङ पनि ठिकै छ। मलाई अलि ओभर एक्टिङ लागेको भिलेन भनेको चाहिँ मेन गुण्डाको भूमिका निभाउनु हुने देजेन्द्र प्रताप सिंहको भाइको भूमिका निभाउनु भएको छ। उहाँको नाम मलाई ठ्याक्क थाहा थियो, तर मैले अहिले बिर्सिहालेँ।
उहाँको एक्टिङ चाहिँ मलाई ओभर एक्टिङ हो कि जस्तो फिल भयो, नत्र अरू सबैको एक्टिङहरू राम्रै छ। फिल्मको स्टोरी लाइनको बारेमा चर्चा गर्ने भने स्टोरी लाइन ठिकठाकै छ, पुरानो फिल्मको याद आउँछ हैन, नयाँ त्यस्तो खासै केही छैन। एउटा भिलेन हुन्छ जसले चाहिँ सहरलाई राज गरिरहेको हुन्छ, उसको चाहिँ अब विभिन्न हत्याकाण्ड मार्ने सार्ने विभिन्न किसिमको बिजनेसहरू हुन्छ र त्यसलाई बचाउन एकजना नरसिंह अवतार बनेर एकजना मान्छे आउँछन् जसले चाहिँ अब गुण्डाहरूले मार्ने काम गर्छन्। त्यस्तै स्टोरी छ, ठिकै छ स्टोरी, त्यति नयाँ खालको स्टोरी छैन, वान टाइम वाच स्टोरी छ भनौँ हैन, त्यति खासै नयाँ खालको चाहिँ छैन। क्लाइमेक्स र इन्टरभलको त मैले अघि कुरा गरिहालेँ, जति हुनुपर्ने त्यतिको देखिएको छैन, विशेष गरी इन्टरभल चाहिँ जति हुनुपर्ने त्यस्तै खासै देखिएन। इन्टरभल चाहिँ क्लाइमेक्स ठिकठाकै छ। र तपाईँहरूलाई जानकारी गरौँ, क्लाइमेक्स भन्ने बित्तिकै लास्टमा नरसिंह अवतार 2 पनि आउने भएको छ र त्यसमा पनि महानायक राजा समाल सरदोरी नै हुनुभएको छ। र गीत सङ्गीतको बारेमा कुरा गर्ने भने 2टा गीत छ, लास्टमा एउटा गरेर 3टा गीत छ। गीतहरू पनि स्टोरीसँगै चल्छ, ठिकै छ, राम्रै छ, त्यस्तो गीत सङ्गीत नराम्रो झ्याउ लाग्ने भन्ने छैन। धेरै गीत सङ्गीत घुसाएको छैन, त्यो चाहिँ मेन कुरा छ हैन। 2टा गीत सङ्गीत छ, राम्रै छ। ओभरअल भन्ने भने फिल्म ठिकठाकको छ, वान टाइम वाच छ, एकचोटि अवश्य पनि हेर्न सकिन्छ। एक त विशेष गरी महानायक राजा समाल सरको 8 वर्षपछिको कमब्याक भएको कारणले गर्दाखेरि पनि यो फिल्म हेर्दा खासै फरक पर्दैन। र मेरो तर्फबाट यो फिल्मलाई आउट अफ 5 3 स्टार दिन चाहन्छु। हस्त साथीहरु, आजलाई यति नै। फेरि पनि यस्तै न्युजहरु तपाईहरुको माझमा लिएर आउने छौं। तपाईलाई भिडियो मन पर्यो भने भिडियो लाइक गरिदिनु होला र नेपाली कलाकार र चलचित्रहरुको बारेमा साथै बक्स अफिस कलेक्सनको बारेमा पक्का खबर सुन्नको निम्ति हाम्रो च्यानललाई पनि सब्स्क्राइब गरिदिनु होला। हस्त नमस्ते। तपाईहरुलाई फिल्म कस्तो लाग्यो? फिल्मको कहानी म के भन्न चाहन्छु भने देशमा अहिले जुन नेताहरूले हैन जुन किसिमको ठुल्ठुलो व्यापारले सपोर्ट गरेर जुन कहानी बनाएको छ हैन, यसमा जुन शोषण गरेको छ, यो एकदम राम्रो कहानी लाग्यो मलाई, राम्रो फिल्म लाग्यो हैन। यस्तै अझै राम्रो फिल्म आओस्, अझै पनि अहिलेको यो स्थितिमा, यो परिस्थितिमा हैन, हाम्रो राजेश दाइले धेरै वर्षपछि यो फिल्ममा आउनुभयो, उहाँको फिल्ममा म एकदम क्रेजी छु। त्यही कारणले फिल्मको मलाई 2टा कुरा मन पर्यो। एउटा हो राजा सवाल राम्रो छ।